बेलबारीको तर्फबाट यो थैली छुटेको छ। बेलबारीको साकेला सिलीको तर्फबाट थैली छुटेको कारणले तपाईँहरूले यहाँ सम्पर्क गरेर आफ्नो थैली लिन सक्नुहुन्छ। हामी उल्लाबारीको तर्फबाट साकेला सिली सुरु भएको छ र आदरणीय मानवहरू हाम्रा विभिन्न ठाउँबाट पाल्नुभएका साकेला सिली टोलीहरूले यहाँको माझमा आफ्नो वेशभूषा सहित आफ्नो जाति संस्कृति संस्कार सहित उहाँहरू तपाईँहरूको माझमा यो आइराख्नु भएको छ। उहाँहरूको यो साकेला सिलीलाई हेरेर तपाईँले मनोरञ्जन लिइरहनु भएको छ भनेर हामीले पूर्ण विश्वास राखेका छौँ र उल्लाबारीको तर्फबाट कोही धन्यवाद कार्यक्रम सञ्चालक राज्यजी 5050 एवं उभौली जानकारी आयोगका समितिले आयोजनामा यो कार्यक्रम हुन गइरहेको कार्यक्रममा यहाँ आगमन भएर आफ्नो सिली प्रतिनिधित्वहरू गर्ने क्रम भएको छ। विशेष गरेर यो सिली यहाँले देख्नु भएको छ यसलाई मोछामा सिली यानि हाम्रो एउटा सिली यो सबभन्दा ठुलो किराँतीहरूको एउटा सिली हो। यो सिलीलाई हाम्रो पुर्खाहरूले हामीलाई सुतेको सिलीहरूमध्ये सबभन्दा यो नगर्ने सिली मोछामा सिली हो। यसलाई यहाँले अवलोकन गरिरहेको छ। हामी किराँतीहरूको गुरु भनेकै प्रकृति हो। प्रकृतिले जे दिएको छ अर्थात् प्रकृतिले जे सिकाएको छ त्यसलाई नक्कल गर्दै आएका हाम्रो पुर्खाहरूले आज पुस्ता हस्तान्तरण हुन जाने क्रममा यहाँ आइपुगेका छौँ र पुर्खाहरूलाई हाम्रो सम्मान छ र यो वैज्ञानिक छ। साँच्चीकै भन्ने हो भने यो एउटा अकाट्य त्यस्तो वैज्ञानिकले फरमाइस गरिसकेको हामीले विशेष गरेर किराँतीहरू भाइको पूजाका लगायतका 10वटा समुदायहरूमध्येका भाइहरूले यो भूमिलाई पूजा गर्ने भूमि दिन हामी बाँच्न नसक्ने यो सिलीलाई विशेष गरेर उनीहरूले प्रकृतिलाई हेरेर प्रकृति गरेको देखेर त्यसैलाई सफल गरेर हाम्रो भूमि प्रकृति हो। यहाँका नेपाली र आदिवासीहरू सबभन्दा पुरानो
हाम्रो कृषि गाडी चाकरी श्रेणीलाई यहाँले अवलोकन गरिरहनु भएको छ। यसै क्रममा विभिन्न जीवनयापन गर्ने प्रयासमा एकदम धेरै छ, धेरै धेरै भेराइटी चाहिन्छ। चढाउने पनि हामीले नलिई खाने। यसरी खाँदै जाँदाखेरि उब्रेको खानालाई हामीले पातमा टोको पारेर राख्यौँ। भोलिपल्ट जाँडको रूपमा मकर मासमा आइरहेको थियो। साँच्चै हामीले एउटा बच्चाको रूपमा यसलाई पसो लगायौँ र यसै अन्नलाई हामीले राखेर हामीले यो अहिले हामी हेर्दा यानि हामी यसरी हामीले प्रयोग गर्दै आयौँ र कुन खाले सबै कुराहरू खाँदै जाँदाखेरि
भन्ने भने गरेर कतैबाट भयो भन्ने काम गर्छ र अघि त्यो नभएको बेलामा कसरी कोसिस गरेर चाहिँ उहाँले खानेकुराहरू आफ्नो सल्लाहलाई दिने काम गर्छ। यसरी हाम्रो जलको पशुपक्षी र विभिन्न अब किरा फटेराहरूलाई हामीले उहाँलाई के सिकाएको थियो त्यसलाई हामीले जाँच गरेर साँच्चीकै आज हामी र हाम्रो उग्रवादीले पनि निमन्त्रणालाई स्वीकारेर पर्ने नगरीमा आफ्नो प्रदर्शन गर्न आएका छौँ। यहाँले सबै अतिथि मित्रहरू उपस्थित सबै कुराहरूले स्वीकार्नु भयो, त्यसमा हामी गर्ववादी छौँ र हाम्रो कामले यही साथी कृष्ण हस्तान्तरण गर्दै जानेछ र अब हामी सबैले विशेष गरेर एउटा कुरा दोहोऱ्याएँ, त्यो भनेको भाषाको कुरा। भाषा हाम्रो वर्णको व्यवस्था छ, सरकारसँग सहकार्य गरेर हुन्छ कि हामी तपाईँ बिचमा सहकार्य गर्दै जाँदै आफ्नो भाषालाई यहाँले अक्षुण्ण राख्नुहुनेछ। भाषा मर्यो भने आफ्नो सबै कुराहरू मर्नेछन् र अहिले जति पनि मैले यही कुराहरू राखेँ हाम्रो पुर्खाले बुझेको छैन, यो म ठोक्वाको साथ भन्छु, किनभने त्यो भाषा उहाँले नजानिकन स्वीकार गर्नुभएको छ र आफ्नो भाषादेखि हामीले उहाँहरूलाई तपाईँहरूले गरिरहेको कुरो सम्पूर्ण चढाउँदैछौँ स्वीकार्नुहोस् भनेर आफ्नो भाषाबाट भन्यो भने उहाँको आत्माले स्वीकार्नुहुनेछ। तथापि यो खस भाषा हामीले प्रयोग गर्यो भने हाम्रा पुर्खाहरूले उहाँको आत्माले हेरेको हेरै अनि दुर्गेश थापाको जस्तो हेरेको हेरै मात्रै हुन्छ। तर हामीले यो भाषालाई अग्रपङ्क्तिमा राखेर अगाडि बढ्न पनि अहिलेको वास्तविकता नितान्त आवश्यकता हो भन्ने हामीले महसुस गर्नुपर्नेछ भन्ने हामीलाई लागेको छ। हाम्रो उग्रवादीको टोली सबैले विधान मात्रै उहाँहरूबाट